हेलो साथीहरु, वेलकम टु माई न्यू ब्लगमा तपाईहरुलाई स्वागत छ। साथीहरु, आज हामी चाहिँ कहाँ जान लाग्यो भनेपछि हाँडी गाउँ जान लाग्यो। के भन्छ, आज हाँडी गाउँको बजार शनिबार लाग्छ भन्ने कुरा। के सानो हुँदा एकदम क्वालिटी त्यस्तो लवाल देख्छ क्या। हाँडी गाउँ भन्छ हो, त्यही हाँडी गाउँ जात्रामा जान लाग्यो। हेलो साथीहरु, आज हामी चाहिँ यो हाँडी गाउँमा चाहिँ आइपुग्यौँ। आज ऊ छ यहाँ, तर यहाँ चाहिँ चित्र चाहिँ एकदम दामी लाग्यो मलाई है। यस महानगरले चाहिँ राम्रै गरेछ, यसरी प्रुफ हुन्छ। सबै ध्यानमा राखेर यिनीहरूको सदुपयोग जे होस्। आज हाँडी गाउँमा के हुँदैछ, कसो हुँदैछ। आज मेला हो, शनिबार, हरेक शनिबार चाहिँ लाग्ने गर्छ काठमाडौँको हाँडी गाउँमा। आज यहाँदा अगाडि के हुन्छ हामी देखाउँछौँ तपाईँलाई। त्यो हामी चाहिँ हाँडी गाउँ टक्क आइपुग्यो। अब यहाँ चाहिँ एकदम रमाइलो गर्दै खाँदै के खाने सबै परिकारै परिकार छ है। यस्तो परिकार जस यहाँ चाहिँ बवाल सेलरोटी शनिबार हुन्छ हरेक। खानाको परिकार त नपाउने ठाउँ भनेको सायद सबै यहीँ पाउँछ। जे खानु नै सबै पाउँछ यहाँ। त्यहाँ बवाल मेला भइरहेको छ जस्तो त अगाडि। त्यहाँ गेम भइरहेछ जेसी। यस्तो रमाइलो हुन्छ यहाँ। स्विमिङ पनि सायद। म पनि आज घुम्न आएको त बस रमाइलो यस्तो। कता गएछ मान्छे? ए तिमीलाई खोजिरहेको थिएँ। ए के भन्छ खै तिम्रो यता सकुमिचा भेट्ला जस्तो छैन। सबै परिकारहरू चाहिँ पाउने भएले गर्दा होला। दिदी सकुमिचा छ? सक्यो 12 रहेछ। चिकन परिकारहरू दिदी सकुमिचा छ सानोमा? खै खाने मान्छे ऊ ल जाउँ। साथीहरू यता पनि हाम्रो दाजन है। ज्याम ल दाइ ठिक रहेछ। अब साथीहरू यता अगाडि पनि घुम्नु पर्यो। अगाडि पनि के पाउँछ। यहाँ त भेराइटी हो। के खाने मन चाहिँ कन्ट्रोल छैन हो साथी हो। नेवारीको
यहाँ चाहिँ के खानु के खाने यहाँ मनै कन्ट्रोल छैन। थप्पर पाइन्छ यस्तै छ हामीहरू पनि मजाले घुम्न आएको यहाँ वरिको हाँडी गाउँमा। अगाडि कतिसम्म गर्छ यो चाहिँ पकुवा। हजुर एमारी चाहिँ नखाने, एमारी चाहिँ नखाने अहिले। साथीहरू यस्तै छ हामीहरू यहाँ घुम्नै चिलमा शनिबार शनिबार। अब यहाँ चाहिँ के छ त अगाडि अगाडि आएर बिराटीहरू यहाँ चाहिँ ताजा ताजा बन्दै पाक्दै खाँदै त्यस्तो एकदम बनाउँदा नि बनाउँदै पाक्दै खाँदै त्यस्तो छ है साथीहरू। लु साथीहरू सबैजना यता नजिकतिर हुनुहुन्छ भनेपछि काठमाडौँको हाँडी गाउँमा आउनुहोस्। शनिबार शनिबार लाग्छ यहाँ मेला, तर खाजा नखाएर आउनुहोस्। दिउँसो 2 बजेदेखि सुरु हुन्छ, रातिको 7:30 बजे 8 बजेसम्म। त्यहाँभन्दा उता सकिन्छ। यस्तै छ साथीहरू। यहाँको चाहिँ मैले अब टिकट हेर्दै गर्नु होला। बाई बाई।